सबैलाई नमस्ते। म दिपेन्द्र धामी। म यति बेला यो भिडियो सम्प्रेषण गरिरहँदै गर्दा म आफू भारतको बेंगलोरमा रहेको जानकारी गराउन चाहन्छु। यति बेला हामी भारतको बेंगलोरमा छौँ। म यति बेला म दिदी भिनाजुको रुममा, भान्जाको रुममा छु र यति बेला हाम्रो भिनाजीले चाहिँ आज पार्टी गर्ने भनेर चाहिँ के ल्याउनु भएको छ। उहाँ खोल्दै हुनुहुन्छ। हाम्रो भिनाजी यति बेला हाम्रो चाहिँ पुरै पकेट चाहिँ खोल्दै हुनुहुन्छ। पुरै एकदमै स्विटहरू चाहिँ ल्याउनु भएको छ। 4-5वटा प्याकेटमै छ, प्याकिङ नै छ। र मैले चाहिँ यति बेला देखाइरहेको भिडियोमा चाहिँ हामी यति बेला नेपालको चुक जो अमिला भन्छन्, हामी चुक चाहिँ चिनी हालेर हैन, नुन हालेर चाहिँ के भन्छन् हाम्रो भाषामा चाहिँ कलाएको भन्छन्। यो चाहिँ गरेर चाहिँ आज हामी खाइरहेछौँ। अब खाने तयारीमा छौँ भन्नुपर्छ। खाना चाहिँ सुरु गरेका छौँ, एकछिनपछि खान्छौँ। रमाइलो छ। हाम्रो पानी चाहिँ यता हेर्दै हुनुहुन्छ। भिनाजीले चाहिँ चट्ट काटेर चाहिँ उहाँले सिकाउनु भएको छ। 1 घन्टा लागेर हुँदैन चाहिँ चक्कुले काटेर चट गरेर चाहिँ छिटो हुन्छ भनेर चाहिँ हाम्रो दिदी र भान्जालाई चाहिँ सिकाउँदै हुनुहुन्छ। लगभग बनिसकेको छ। एकछिनपछि हामी खान्छौँ सुप चाहिँ। म यो भिडियो सम्प्रेषण गर्दै गर्दा चाहिँ यो सुप भनेपछि अलि असहज वातावरण भइरहेछ र निकै उहाँ चाहिँ हाम्रो भान्जाको चाहिँ हाम्रो बुहारी नानी पानी चाहिँ लिएर आउनु भएको छ र हाम्रो दिदीले चाहिँ हाम्रो चुक चाहिँ एकदमै बाँड्दै हुनुहुन्छ। चाहिँ अब लगभग चुक चाहिँ खाना सुरु भइसक्यो। भिनाजीले चाहिँ 2 पिस त लुकै गरिसक्नु भएको छ। भानीले पनि लगभग खाना सुरु गरिसक्नु भएको छ। अब हामी पनि एकछिनपछि यो भिडियो चाहिँ स्टप गरेर चाहिँ म पनि खानातिर लाग्ने हो। र हाम्रो यो चाहिँ यो चुक एकदमै अर्ग्यानिक छ, कुनै मिसावट छैन यसमा। हामीले यसमा युज गरेको मसला पनि पुरै अर्ग्यानिक नै छ।